जल मानव सभ्यतासँग जोडिएको एउटा महत्त्वपूर्ण पक्ष पनि हो। जल बिना अर्थात् पानी बिना सम्पूर्ण मानव जगत मात्र नभएर सृष्टिको रचना गर्न समेत असम्भव एउटा पक्ष हो। पृथ्वीको उत्पत्तिदेखि नै मानिस र पानीको अत्यन्त गहिरो सम्बन्ध रहेको छ। हाम्रो पृथ्वीको उत्पत्ति भएदेखि नै हालसम्म जल र मानवको सम्बन्ध अत्यन्त नजिक रहेको हामी विश्वास गर्छौँ। अहिले पनि पृथ्वीको करिब 71% भाग जलले ओगटेको छ र यसबाट हाम्रो मानव जीवन सञ्चालन भएको कुरा हामी सबैले थाहा भएको कुरा हो। पछिल्लो समय वातावरण प्रदूषणदेखि लिएर जलवायु परिवर्तनदेखि लिएर विविध विषयले गर्दाखेरि जल प्रदूषण बढ्दै गएको छ र यसले सम्पूर्ण प्राणी जगतमा ठुलो एउटा असर पारेको छ। हामीले यस्ता ठुला गतिहरूलाई संरक्षण र सम्वर्धन गर्नुपर्छ। विकास र निर्माणको नाममा वर्षेनी नदी दोहन गर्दा यसले मानवलाई धेरै क्षति पनि पुर्याउँछ। जल, जमिन, जडीबुटी, वन जङ्गल हाम्रा अमूल्य निधिहरू पनि हुन्, प्राकृतिक सम्पदाहरू पनि हुन्। त्यसै पनि हाम्रो देश विश्वमै दोस्रो जल सम्पदाको देश भन्ने गरिन्छ। यहाँ प्रशस्त जलस्रोतको भण्डार पनि रहेको छ। अब अहिले उहाँले विचार गर्ने हो भने पनि हिरी कर्णाली जस्ता ठुला नदीहरूको सङ्गमस्थल यहाँ रहेको छ। यो पश्चिम सुर्खेत हो। यहाँ पश्चिमतर्फ कैलाली पर्छ भने यो म उभिएको ठाउँ सुर्खेत हो। यस्ता महत्त्वपूर्ण नदीहरूलाई हामीले उचित ढङ्गबाट उपयोग गर्न सक्यौँ भने जलस्रोतबाट हामीले विद्युत, जल पर्यटनका विभिन्न किसिमका आन्तरिक तथा बाह्य पर्यटनको गतिविधिहरू सञ्चालन गर्न सक्छौँ। साथै हाइड्रो पावरदेखि लिएर सिँचाइको माध्यमबाट फर्टाइल ल्यान्ड कृषि भूमिहरूलाई पनि बनाउन सक्छौँ। त्यो कारणले गर्दाखेरि पनि हामीले यस्ता भूमिहरूको संरक्षण गर्नुपर्ने अत्यन्त आवश्यकता हामीले देखेका छौँ।